bro. It's for you. Why you take from me? I think it's for me because I was here. No, it's mine. I think. Leave it here. Here. It was here. You can check Wait. in the camera. When? When did you sit? I check into my money is for I was before here. You told me When I this is was- my money. Then why you give me back? Kareem, Why do you give me back? Kareem, come down. Come down. Come Come in. down. Kareem, stamata da me. Ela kato. Ela kato. You come in. So okay, alright. Namaste सबैजनालाई. What's up beautiful people? वेलकम ब्याक है सबैजनालाई स्वागत छ आजको हाम्रो नयाँ भ्लगमा र आई होप सबैजना एकदमै आराम हुनुहुन्छ होला र म पनि एकदमै ठिक छु। अहिले चाहिँ म ड्युटी जानु आँटेको हो है। यो भिडियो चाहिँ ड्युटी जाँदा बनाउँदैछु। अनि आजको भिडियो बनाउनु कारण चाहिँ के भने तपाईँले थम्बनेल मेरो थाहा पाइसक्नु भयो होला है। अनि सो त्यही हो। अनि आज चाहिँ जे पनि भयो, आज चाहिँ मेरो लाइफमा के भइरहेछ क्या। अनि आजभोलि चाहिँ कस्तो यार म आफूले क्या नराम्रो फिल भइरहेछ भने खै मलाई मात्रै यस्तै हुने कि सबैलाई यस्तै हो खै कुनि यार। जहिले राम्रो सोचेर हिँड्यो नराम्रै हुन्छ, जति बेला नि नराम्रो हुने त्यस्तै भइरहेछ आजभोलि। अलिकति हुन्छ क्या मान्छेकोमा। अनि म चाहिँ आज खास गरी चाहिँ तपाईँहरूलाई चाहिँ मलाई आज जे भइरहेको छ तपाईँहरूलाई त्यो देखाउन आइरहेको छु। अनि मसँग अलिकति सर्ट क्लिपहरू चाहिँ राखिरहेको छु कि भिडियोमा छ, त्यो टिकटकको लागि बनाएको पनि थियो। सो त्यो तपाईँहरूलाई भिडियो देखाउँछु। म हिजो चाहिँ म बिहान ड्युटी जाँदै थियो। बिहान ड्युटी जाँदा पनि आमा यस्तो रिस उठेको भने यस्तो यहाँको मान्छेहरू अहिले खै साइप्रसको मान्छेहरू त यार कस्तो यार केही हुन्छ नि कुरै नबुझ्ने टाइपको के। अनि हिजो चाहिँ म ड्युटी जाँदै थियो होइन। ड्युटी जाने क्रममा चाहिँ अब यहाँको मान्छेहरू चाहिँ कस्तो अलिकति त्यो साइको टाइपको नै हुन्छ क्या। यहाँको मान्छेहरू खै नबुझ्ने टाइपको यस्तो टाइपको हुन्छ क्या। यत्रो विकसित ठाउँ छ, यति राम्रो ठाउँ छ, तर पनि यहाँको मान्छेहरूको त कुरै नबुझ्ने भने केही कुराले न मन शान्ति हुन्छ, न बनाउन सकिन्छ, न त उनीहरूले खुसी हुन्छ। यस्तो टाइपको मान्छेहरू हुन्छ क्या। आमामा या हिजो म ड्युटी जाँदै थियो होइन। ड्युटी जाने क्रममा चाहिँ के भयो भनेपछि चाहिँ खासमा यो कुरा कुनै ठुलो कुरा चाहिँ होइन हुनुलाई चाहिँ, तर पनि मलाई भएको चिजहरू तपाईँलाई भन्न आइरहेको छु। यो कुरा चाहिँ भनिहाल्छु तपाईँहरूलाई होइन। जाँदै थियो अब यसरी जाँदाखेरि चाहिँ दुईवटा लाइन, यो चाहिँ मेन हाइवे भयो, त्यो बाटो चाहिँ उताको बाटो हो होइन। अनि अहिले तपाईँहरू भिडियोमा देख्नु भइहाल्छ त्यो बाटो चाहिँ यसरी जाँदै थियो। यो चाहिँ हाइवे भयो होइन, यो मेन हाइवे भयो। अनि यहाँबाट चाहिँ अर्को बाटो यसरी क्रस गरेर गएको छ क्या उता। अनि उता जाँदा बित्तिकै चाहिँ उता चाहिँ बस स्टप छ होइन। अनि बस स्टप छ त्यहाँनिर चाहिँ। अनि त्यसको छेउमा चाहिँ यस्तो खालको एउटा गाडी आएको थियो कि। अनि अगाडि एउटा गाडी आएको थियो। अनि त्यसको पछाडि चाहिँ त्यो बस आएको थियो क्या। अनि त्यो बस चाहिँ त्यहाँ अड्डिरहेको थियो। अनि त्यो खासमा चाहिँ त्यो अगाडिको कारले चाहिँ यसरी रोड क्रस गरेर यतै मै आगोतिर आउँदो रहेछ। अनि म क्रस गरेर जाँदाखेरि ठ्याक्कै बस स्ट्यान्डमा पनि बस पुगेपछि चाहिँ अब त्यहाँनिर बस रुक्यो होइन। बस रुकेपछि चाहिँ मैले सोचेँ अब बस ठ्याक्कै पनि रुक्यो, ठ्याक्कै टाइममा आइएछ, ड्युटीको टाइममा पुग्ने भयो भनेर सोचिरहेको थियो। ठ्याक्कै बस क्रस गर्दा बित्तिकै अनि ठ्याक्कै बस रोक्दा बित्तिकै चाहिँ पछाडिबाट चाहिँ मान्छे झारिदिन्छ। पछाडिदेखि मान्छे झारेर ढोका खोल्यो। अनि म चाहिँ त्यो फ्रन्टको त्यो डोरमै थियो क्या, त्यो बाहिरको ढोकाको छेउमा अड्डिरहेको थियो। त्यहाँ अड्डिएको मान्छेलाई त अनि त्यहाँनिर खोलिदिँदैन ढोका। अनि मैले त्यसलाई भनेको क्या ढोका खोलिदिएँ भने त्यसले खोल्दैन यस्तो गर्छ भने यस्तो गऱ्यो। अनि त्यसपछि चाहिँ उता पारि भनेर सिकायो क्या, पाल्लो स्टपमा आइज भने क्या मलाई। अब एउटा बस स्टप यहाँ छ भने अर्को बस स्टप उता पारि हुन्छ नि त। म त्यहाँ पुग्दासम्म त बस त कहाँ पुग्छ होइन। अनि त्यसपछि मैले नखाने ढोकामा नखाने कहाँबाट चाहिँ हेऱ्यो मलाई ढोकै खोल्दैन भने ल यत्तिकै साइको के मान्छे। तपाईँहरूले भिडियो हेर्नुहोस्, तपाईँहरूलाई यहाँ भिडियोको क्लिप छ, अनि यो भिडियो हेर्नुहोस् त तपाईँहरूलाई त। गाडी होइन भर्खरै गएको के साला यति हरामी हुन्छ नि यहाँको मान्छेहरू। मलाई यति रिस उठ्यो नि मा कसम भने क्या, जिन्दगीमा यति रिस उठेको थिएन कि मा कसम। मैले भेट्नुपर्छ एउटा ड्राइभरलाई फेरि अर्कोचोटि यस्तो थर्काइदिन्छु क्या। म भर्खरै यो रोड क्रस गरेर आएको यहाँबाट होइन। अनि योभन्दा अगाडि चाहिँ एउटा गाडी आएको थियो। अनि यहाँबाट ठ्याक्कै त्यो गाडी अड्डियो, यहाँनिर अड्डियो।
त्यो गाडी चाहिँ त्यहाँ रुकेको थियो क्या अनि रोड क्रस गरेर म यता आयो अनि यता आउँदा पनि मैले त्यसलाई भनेको यहाँ चाहिँ रुकिन्छ ल एकछिन भनेको अनि यहाँ मान्छे पनि झऱ्यो क्या दुईजना होइन दुईजना मान्छे झरिरहेको थियो ठ्याक्कै यहाँ आएर उड्डेँ म गाडी पनि रोकियो ढोका खोल्छु नखान्छु ढोका नि खोल्दिनँ भने अनि यो पछाडिबाट चाहिँ मान्छे झाऱ्यो क्या अगाडिको ढोकै खोल्दैन यति खत्तम हुन्छ तर कसम भने नि साइप्रसको मान्छेहरू नि मा कसम अनि तपाईँले भिडियो हेरिसक्नु भयो होला होइन यस्तो रिस उठेको मलाई भने यति रिस उठेको थियो यति रिस उठेको थियो के गर्नु तर पनि अब परदेशमा छ होइन गाह्रै छ यार यहाँको मान्छेहरू चाहिँ छैन क्या साइको जस्तो सबैजना होइन अनि म दिउँसो काममा गयो काममा चाहिँ अनि काम पनि गऱ्यो राति चाहिँ छुट्टी भयो ठ्याक्कै घर फर्किँदाखेरि चाहिँ म अब त्यहाँनिर पनि फेरि काण्ड भयो क्या अब त्यहाँनिर पनि फेरि झगडा पऱ्यो क्या मेरो म झगडा पर्ने कारण फेरि के हो भनेपछि त्यहाँनिर तपाईँहरूले भिडियो पनि राखिदिन्छु अहिले एकछिनमा सो त्यो भिडियो हेर्नु होला म चाहिँ त्यो बसको साइडमा बसिरहेको थियो अनि त्यो बसमा चाहिँ खासै मान्छेहरू थिएन धेरै भनेको 5-6जना मान्छेहरू थियो होला त्यो बसमा अनि म बसेको सिटको सिधा उता चाहिँ एकजना केटा बसेको थियो अनि म चाहिँ एक्लै बसिरहेको थिएँ यतातिर फ्रन्टको त्यो उसमा अगाडितिर नै बसिरहेको थिएँ क्या म अनि त्यहाँनिर चाहिँ मैले चाहिँ पैसा झारेछ 3 युरो चाहिँ मैले त्यहाँनिर झारेछ क्या सिक्का चाहिँ झारेछ अनि मैले थाहा पाएन क्या झरेको कति बेला झऱ्यो मैले राख्नै बिर्सेछु होइन हिजो चाहिँ म ठ्याक्कै कार्ड पनि एक्सपायर भएको मेरो अनि त्यही उसमै चढेर गइरहेको थिएँ क्या म पैसा तिरेर अनि ठ्याक्कै झरेछ ठ्याक्कै त्यो चाहिँ सिधै आयो होइन म उसी साइडमा आयो अनि आएर चाहिँ त्यो साइडमा पैसा खसिरहेको रहेछ क्या मेरो अनि ठ्याक्कै टिपेर लगेर गयो होइन टिपेर लगेर गएपछि चाहिँ अनि मैले सिधै भनेँ क्या किन पैसा उठाऊ भनेर भनेँ क्या मलाई थाहा थिएन नि त मेरो पैसा जस्तो मलाई लाग्नु चाहिँ लागेको थिएन खासमा त्यो पैसा मेरै पैसा हो क्या फेरि मेरै पैसा हो त्यो पैसा चाहिँ अनि किन टिपेको भनेको मेरो पैसा हो भने क्या उसले तेरो पैसा हो भने चाहिँ अब त कहिले यहाँ बसेको नि थिइनस् कसरी तेरो पैसा भयो म त यहाँ अघिदेखि बसिरहेको छु त भनेर भनेको होइन म यहाँ पहिला बसेको थिएँ भने क्या अनि त्यो ल ठिक छ नि त अब त्यो पहिले नि बसेको होला त्यसो भए त खसेको हुनसक्छ अब मेरो पैसा हो कि मैले चेक पनि गरेको छैन भनेर त्यसलाई भनेँ होइन एकछिन बस्छु है त भनेर त्यसरी भनेपछि त आम्मामा सन्किनु थाल्यो कि त्यो केटा नि यत्तिकै सन्किनु थाल्यो कराउनु थाल्यो मसँग अनि त्यसपछि चाहिँ अब म नि मेरो पनि लास्ट रिस उठ्यो क्या पारा तात्यो मैले ट्याक्कै क्यामेरा अन गरिदिएँ Bro, it's for you. Why you take from me? I think it's for me because I was here. No, it's mine. You take. Leave it here. Why you take picture? I can. Why you take picture? Why you take from money from here? For me. Why you take I from money was from here? I was here. You told me it's mine. But you see me. How is yours? But how you see me? Sorry? But you see me. What do you say? You see me. You are sitting in there. Right? No, I was here. You can check Wait. in the camera. When did you sit? I check into my money is for I was before here. Come, my friend, where I was. I was here. Are you sure? Yeah. Then why did you give me back money? You take money. Your money is here. Then why did you give me money back? My Listen to me. First listen to me. If this is your money, friend, I was Listen to staying me. here. I was staying here. I was friend where I you told was. me, listen to me. You told Where me this I is was. my money. Then why do you give me back? Kare, Why do you give me back? Kare. 1 minute, 1 minute. We check in camera now. Yeah, okay, no problem. No, it's your. I didn't say it's mine, bro. I didn't say it's mine. We check in camera. You can, bro, you We can. check in camera. I didn't say it's mine. Your money is there, But why did you give me back? Did I say to you anything? What What do you think? Left, left. Ako yung mga jame, kahumon. Che no mi zao che bes ta lefta bollombo. Daksi che bia karo ani Speaking English. Is this your? Is not mine. No, it's mine. Okay, it's your. If it's your, why did you give me back? I given you back. Come in. So Why did you give me back? If it's not mine, why did you give me back? Your If money it's is your, here. Why did you give me back? My friend, go for here. Go for here. Where? Come Where I'll down. go? Come down. Come down. Come Come in. down. Chris, tamata dami. Ela kato. You come in. No, you come. सो तपाईँहरूलाई भिडियो हेरिसक्नु भयो होला अनि यो भिडियोमा चाहिँ तपाईँहरूले म यति भन्न चाहन्छु तपाईँहरूले यो साइप्रसको मान्छेहरू कस्तो लाग्छ यार होइन मलाई चाहिँ एकदमै खत्तम लाग्नु थालिसक्यो यहाँको मान्छेहरू एकदमै त्यो हुन्छ क्या अब अलिकति मान्छेको माइन्डमा चाहिँ ऊ हुनुपर्छ क्या
यो ठिक हो त्यो ठिक हो भने चाहिँ झुङ्नु पर्छ क्या यहाँको मान्छेहरू नि उनीहरूले चाहेको चिज मात्रै हुनुपर्ने अरे एउटा कुरामा सेटिस्फाई हुँदैन कि यहाँको मान्छेहरू आमा झ्याम्की झ्याम हान्नु मन लाग्ने यार रिस चाहिँ उठ्दो थैट खाँचेको छोराहरू मुखै छाडिदिएको हिजो त होइन धेरै नै अब मलाई धेरै नै भन्यो क्या धेरै नै रिस उठ्यो त्यही भएर हो है त्यस्तो भएको चाहिँ सो तपाईँलाई भिडियो कस्तो लाग्यो तपाईँहरूको सल्लाह सुझाव दिनु होला कमेन्ट गरिदिनु होला राम्रो गरे या नराम्रो गरे आइडल होइन अब तपाईँहरू कस्तो लाग्छ कमेन्ट गरिदिनु होला अनि म तपाईँहरूलाई भिडियो पनि राखिदिन्छु टिकटकतिर सो टिकटकतिर भिजिट गर्नु होला टिकटकमा भिजिट गरौँ टिकटकदेखि चाहिँ यतातिर आउनु होला सो त्यही नै भन्न चाहन्छु अनि साइप्रसको मान्छेहरू यस्तै रहेछ तपाईँहरू चाहिँ झगडा गर्ने काम नगर्नु होला मसँग जो जस्तो भयो तपाईँहरू चाहिँ नगर्नु होला झगडा चाहिँ हामी गर्नु हुँदैन किनभने हामी एउटा पढ्दैछु ठाउँमा आएको छ झगडा गर्नु खासै कुन ठुलो कुरा पनि होइन राम्रो कुरा पनि होइन है त सो त्यही नै हो सो सी यु इन द नेक्स्ट भिडियो